हेलो तपाईहरु सबैजनालाई आज हो विश्व स्वास्थ्य दिवस वर्ल्ड हेल्थ डे 7 अप्रिल 2025 आजको दिनमा वर्ल्ड हेल्थ डे स्थापित भएको थियो सुरु भएको थियो अनि तपाईहरुलाई थाहा छ वर्ल्ड हेल्थ अर्गनाइजेसनले हाम्रो प्राय बिमारहरुमा हामीलाई मोनिटर गरिरहेको हुन्छ हामीलाई कसरी स्वास्थ्य बस्ने कसरी भ्याक्सिन लाउने यी सबै कुराहरुमा हामीलाई निर्धारित अथवा एउटा सिद्धान्त बनाइरहेको हुन्छ सबै देशको लागि है अनि वर्ल्ड हेल्थ अर्गनाइजेसन WHO ले स्वास्थ्यलाई कसरी डिफाइन गर्छ स्वास्थ्य भनेको के हो भनेर के भन्छ भनेर म आज तपाईहरुलाई भन्न गइरहेको छु हेलो नमस्ते तपाईहरु सबैजनालाई मेरो नाम रजनी लेप्चा म पेशाले हेल्थ एजुकेटर म नर्सेसहरुलाई पढाउने गर्छु अनि स्वास्थ्य सम्बन्धी तपाईहरुलाई मेरोमा भएको ज्ञान जानकारी बाँड्ने गर्छु है सो आज म तपाईहरुलाई WHO वर्ल्ड हेल्थ अर्गनाइजेसनले स्वास्थ्य कसरी बस्न सकिन्छ त भन्दा स्वास्थ्यको डेफिनेसन चाहिँ हामी चारवटा चीज चाहिँ हामीले याद गर्नुपर्छ स्वास्थ्य बस्नको लागि है त्यो चाहिँ के हो भन्दाखेरि चाहिँ हाम्रो फिजिकल हेल्थ हाम्रो शरीर चाहिँ स्वास्थ्य हुनु पर्यो अरे यस के भन्नु देखाउनु पर्छ हाम्रो शरीर चाहिँ स्वास्थ्य हुनु पर्यो हामी फिजिकली ठीक हुनु पर्यो हामी मेन्टली हाम्रो दिमाग पनि ठीक हुनु पर्यो अनि हामी सोशली पनि फिट हुनु पर्यो सोशली भनेको तपाईहरुको आसपासमा बस्ने मान्छेहरुसँग तपाईको सम्बन्ध कस्तो छ है तपाई रिसाउनुहुन्छ कि तपाई बोल्नु हुँदैन कि वरिपरिको मान्छेसँग तपाई खुसी हुनुहुन्छ कि त्यसपछि स्पिरिचुअल है तपाई भगवानप्रति कति आस्था राख्नुहुन्छ है के तपाईको भगवानप्रति आस्था छ के तपाई जब दुखी हुनुहुन्छ तपाईलाई सुन्ने कोही हुँदैन के तपाई भगवानकोमा जानुहुन्छ अनि तपाई भगवानलाई सबै मेरोमा भएको चीज चाहिँ गॉड आई सरेन्डर भनेर चाहिँ तपाई के गर्नुहुन्छ है सो WHO ले कसरी डिफाइन गर्छ भन्दाखेरि हेल्थ इज अ स्टेट अफ कम्प्लिट फिजिकल मेन्टल स्पिरिचुअल एन्ड सोशल वेलबिङ भन्छ है हामी चाहिँ यो चारवटा एंगलमा चारटै चीजमा फिजिकली बडी शरीर सोशली हामी एकअर्कासँग राम्रो अनि भगवानप्रति आस्था भएको छ भने चाहिँ हाम्रो जीवनमा चाहिँ हामी स्वास्थ्य लाभ गर्छौं भनेर भन्नु भएको छ है सो म तपाईलाई फिजिकली हामी कसरी फिट बस्ने भन्दाखेरि चाहिँ हामी एक्सरसाइज गर्ने हामी राइट चीज खाने हाम्रो खानु हाम्रो सुत्नु अनि हाम्रो काम यति खायो कामै छैन भने पनि प्रब्लम तपाईले जति खान्छ त्यसको हिसाबले तपाईहरु काम पनि गर्नु पर्यो अनि दिनमा 7 नभए 8 घण्टाको रेस्ट स्लीप चाहिँ तपाईहरुकोमा हुनै पर्छ यो चाहिँ भयो कसरी तपाईले आफ्नो शरीरलाई स्वास्थ्य राख्ने अब नेक्स्ट आयो मेन्टल हाम्रो दिमागलाई हामी कसरी स्वास्थ्य राख्ने हामी के सोच्छौ त्यो एकदमै इम्पोर्टेन्ट हो है हामी के सोच्छौ एकदमै इम्पोर्टेन्ट भएको कारणले गर्दाखेरि हाम्रो दिमागलाई चाहिँ कसरी स्वास्थ्य राख्ने भन्दाखेरि चाहिँ के हाम्रो दिमागमा राम्रो चीज चल्दैछ कि हामी नराम्रो सोचिरहेको छौं तपाईको दिमागलाई तपाईले फिल्टर गर्नुस् यदि तपाईको दिमागमा मनमा धेरै कुरा खेलिरहेको छ भने तपाईले एक्सरसाइज गर्नुस् मेडिटेसन गर्नुस् है तपाई कसैसँग तपाई रिसाउनु हुन्छ उसँग बोल्नु हुँदैन भने कम्युनिकेट गर्नुस् किन तपाई उसँग रिसाउनु भएको है यो चीज सबै चीजले हाम्रो सोचाइले हाम्रो दिमागमा के खेल्छ त्यसले पनि हामीलाई धेरै अफेक्ट पर्छ अनि माइन्ड इज द मास्टर है हाम्रो दिमाग चाहिँ मास्टर हो यदि दिमाग ठीक छैन भने शरीर पनि ठीक हुन सक्दैन है त्यसैकारण तपाईहरुले खुसी बस्नुको लागि सो दिमागमा के चीज छ तपाईको एकदमै इम्पोर्टेन्ट हो त्यसपछि आयो सोशल के हामी सोशली हामी मान्छेहरुसँग हाम्रो वरिपरिको मानिसहरुसँग खुसी छौं हामी के हामी उनीहरुसँग दुखी छौं कि
है हाम्रो सम्बन्ध उनीहरुसँग कस्तो छ यो चाहिँ एकदमै इम्पोर्टेन्ट छ त्यसै कारण आफ्नो परिवारको सदस्यहरुसँग आफ्नो वरिपरिको मान्छेहरुसँग जति सक्दो मिलेर जुलेर बस्नुस् यदि हाम्रो दिमाग ठीक छैन धेरै कुरा सोच्यो एंजाइटी भयो भने पनि हामी हाम्रो शरीरलाई that's why mind is the master मैले अहिले भनेको जस्तै हाम्रो शरीरलाई अफेक्ट गर्ने गर्छ है त्यसपछि आयो स्पिरिचुअल है तपाई दिनमा अथवा तपाई भगवानमा विश्वासै गर्नु हुँदैन भने पनि तपाईले के चीजमा चाहिँ तपाईको विश्वास छ राम्रो काम गर्ने तपाईको विश्वास छ कि राम्रो बोली गर्ने तपाईको विश्वास छ तपाईको आस्थालाई चाहिँ तपाईले है कसैलाई अरूलाई राम्रो गरेर सेवा गरेर खुशी मिल्छ भने है कसैलाई मन्दिरमा गएर प्रार्थना गरेर खुशी मिल्छ भने के कता चाहिँ ठीक हुन्छ त्यो चाहिँ तपाईहरुले गर्नु सक्नुहुन्छ है सो यो चाहिँ हो चारवटा चीज अनि अन्तमा जसरी तपाईले आफ्नो शरीरलाई है हैन खानाको लागि रुटिन बनाउनुहुन्छ बिहान टाइममा बेलुका टाइममा सुत्नु टाइममा त्यसरी नै एक्सरसाइज गर्ने पनि एउटा रुटिन बनाउनुहोस् यति भन्दै थ्यांक यू सो मच म तपाईलाई आज फेरि पनि भेट्ने छु एउटा स्वास्थ्यको राम्रो जन्डिसको बारेमा म तपाईलाई आज मेरो इभिनिङको सेसनमा तपाईहरुलाई बताउने छु विथ दिस थ्यांक यू सो मच पाएको भिडियोलाई शेयर गर्नुस् हामी स्वस्थ हुनु नै हामी धनी हुनु हो हामी गरिब हुनु नै हामी बिमार हुनु नै हामी गरिब हुनु विथ दिस टेक केयर हैव अ नाइस डे बाय